नेपालमा कस्तो कन्टेन्ट चल्छ भन्दाखेरि तपाईँलाई थाहै छ, मैले भन्नु पर्दैन। तर भन्नु पर्दाखेरि चाहिँ चट्ट लागेर चाहिँ फलानु ठाउँको फलानु मान्छेले फलाउनलाई फलानु कुरा गर्यो। ल हेर्नुहोस् त यहाँ के भइरहेछ यी बुढियामा। अब त्यस्तो एकदम स्याड खालको पनि हुँदैन नि त मेरो कन्टेन्टहरू त्यस्तो साह्रो होइन। अनि अलिकति त्यो इमोसनल हुन्छ नि, त्यो एकदमै इमोसनल प्रोभोकिङ खालको, अलिकति डिप स्याडनिङ खालको पनि हुँदैन, अलिकति इन्सपायरिङ हुन्छ नि त, त्यही भएर नचलेको हो क्या। अनि म अब त्यो कन्टेन्टहरूमा पनि त्यस्तो मुखसुख केही पनि छाड्दिनँ होइन। अनि अब त्यो साकार त्यो मुजी थाहा छ नि दाइ भनेर भन्यो क्या मेरो भाइले। अब त्यो मुजीले आफ्नो कन्टेन्टै मुख छाडेर बोलाएको, कन्टेन्टै मुख छाडेर उसले आफ्नो करियर बनाएको हो क्या त्यो मुजीले भनेर भनौँ। अनि मैले त्यो भाइलाई भने भाइ जे नै भए पनि यो मुख नछाड न, तिमी त्यसरी नजाऊ, मुख नछाडिकन पनि त कुरा गर्नु मिल्छ नि भने। होइन क्या दाइ अब त्यो मुजी त्यस्तै छ भनेर भन्छ। अनि मैले त्यो भाइलाई अब ठिकै छ त्यसरी मुख नछाड, कहिलेकाहीँ यताउति शब्द भनेको यो त अब नर्मलै कुरा हो, त्यही पनि भरसक नबोल भनेर भन्छु। भित्र अब रियालिटीमा चाहिँ अलिअलि चाहिँ बोल्छु म। अलिकति यो पिम्पल पनि आएको छ रहेछ होइन, अब ठिक छ, अब यस्तो यस्तो छ। अनि हेर्नु त्यस्तो कुराहरू छ, अनि यसरी कुरा नगरौँ भनेर भने मैले। अब त्यस्तो कन्टेन्ट त म हाल्दिनँ, मुख छाडेर चाहिँ म कन्टेन्ट बनाउँदिनँ भाइ भनेर मैले भने होइन। अनि अब जस्तो हुन्छ नि, म त्यस्तो एकदम कन्ट्रोभर्सियल स्टेटमेन्ट पनि दिँदिनँ क्या। कुनै कम्युनिटीलाई पनि टार्गेट गरेर मैले हेपेर बोल्दिनँ। म सबैलाई आफ्नो कन्टेन्ट अडियन्सहरूलाई चाहिँ म एकदम माया गर्छु, चट्ट लाएर चाहिँ इन्सपायर गर्छु, यताउति गर्छु, त्यही भएर चाहिँ म चल्दिनँ क्या। यदि म जस्तो तपाईँ क्रिएटर हुनुहुन्छ भने त्यही भएर चाहिँ हो। अनि ल नि त नि अब मुख छाडिदिउँ क्या हो, अलिकति बोलिदिउँ क्या हो, म यसलाई तानेर अलिकति हानिदिउँ क्या हो, के हो अरे त कहाँको के हो अरे भनेर यसको यो बुढीको अर्काको बुढीको कुरा गरिदिउँ कि क्या हो होइन, अर्को बुढाको कुरा गरिदिउँ क्या, कुरा काटेर भिडियो बनाइदिउँ क्या, अलिकति बिग बस खालको हुन्छ नि।